नमस्ते साथीहरू, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु प्रोसुजनको युट्युब च्यानलमा। आज म यहाँहरूको लागि खरिद विधि र यसका सीमाहरू बारेमा बताउन गइरहेको छु। यो विषयवस्तु विश्वविद्यालय स्तरीय परीक्षा, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, संस्थान लगायतका परीक्षाहरूको लागि बहुउपयोगी हुन सक्दछ। यहाँले कपीमा टिप्पणी गर्नुहोला। यदि यहाँहरू सार्वजनिक संस्थान र सरकारी निकायमा हुनुहुन्छ भने महत्त्वपूर्ण बुदाहरूमा यहाँहरूलाई टिप्पणी गरेर ल्याएको छु। यहाँहरूलाई महत्त्वपूर्ण लाग्छ भने टिप्पणी गर्नुहोला र मेरो भिडियोलाई अन्तिमसम्म हेरेर यहाँहरूले सहयोग गरिदिनुहुन्छ भन्दै म आजको विषयवस्तुतर्फ लाग्न गइरहेको छु। खरिद छनौट विधि र यसका सीमाहरू। सार्वजनिक निकायले सामान्यतया खरिद विधि दुई प्रकारले गर्ने गर्दछ। मालसामान निर्माण कार्य र सेवा खरिद र अर्को रहेको छ परामर्श सेवा खरिद। यी विधिहरूमध्ये कुनै एउटा विधि अपनाएर सार्वजनिक निकायले खरिद गर्नुपर्ने हुन्छ। कमा मालसामान निर्माण कार्य वा अन्य सेवा खरिद गर्दा 10 वटा विधि रहेका छन्। 1. अन्तर्राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान गर्ने। यो बोलपत्रको समयावधि सामान्यतः 45 दिनको रहन्छ। 15 करोडभन्दा माथिको परामर्श सेवा खरिदको लागि अन्तर्राष्ट्रिय स्तरको आशय पत्र माग गर्नुपर्ने हुन्छ। 2. राष्ट्रिय स्तरको खुल्ला बोलपत्र। 20 लाखभन्दा माथिको लागत अनुमान भएको निर्माण कार्य, मालसामान वा जुनसुकै सेवा खरिद गर्दा इलेक्ट्रोनिक खुल्ला बोलपत्रको माध्यमद्वारा गर्नुपर्दछ। राष्ट्रिय स्तरको बोलपत्र सूचना राष्ट्रिय स्तरको समाचार पत्रमा सूचना प्रकाशन गर्नुपर्नेछ। यसको समयावधि 30 दिनको रहन्छ। 2 करोडभन्दा माथि 5 अर्बसम्म निर्माण कार्यको हकमा स्वदेशी बोलपत्र दाताहरू बीच मात्र प्रतिस्पर्धा गराई खरिद गर्नुपर्दछ। 3. सिलबन्दी दरबार पत्र। यसको सीमा 20 लाखसम्म रहेको छ। 15 दिनको समयको सूचना प्रकाशन गर्नुपर्दछ यो सिलबन्दी दरबार पत्र को सूचना निकाल्दा। त्यस्तै 4 नम्बरमा रहेको छ सोझो खरिद। 10 लाखसम्म मूल्य भएको निर्माण कार्य मालसामान वर्षभरिमा खरिद गर्न सक्ने सीमा रहेको छ। त्यस्तै 10 लाखभन्दा बढीको खरिद कार्य गर्दा भने आगामी वर्ष गरिने बजेट तथा कार्यक्रममा खरिदको वार्षिक खरिद योजना तयार गरेर गर्नुपर्दछ। 5. उपभोक्ता समिति र लाभग्राही समुदायलाई सहभागी गराउने विधि। 1 करोडसम्म लागत अनुमान भएको निर्माण कार्य वा सो सम्बन्धी सेवा उपभोक्ता समिति र लाभग्राही समुदायबाट गराउन सक्ने व्यवस्था रहेको छ। 6. अमानत। 1 लाखसम्मका साना प्रकृतिका मर्मत सम्भार, कार्यालयको रङरोगन, कार्यालयका नियमित कार्य, सरसफाइ जस्ता कार्यहरू अमानतबाट गर्ने गरिन्छ। कार्यालयभित्रकै जनशक्तिले दैनिक ज्यालादारीबाट गराउन सकिन्छ यो अमानतबाट कार्य गर्दा। त्यस्तै 7 नम्बरमा रहेको छ एकमुष्ट विधि र क्याटलग सपिङ विधि। यो प्रक्रियाबाट खरिद गर्दा निश्चित रकम सीमाभित्र रहेर मात्र उत्पादक वा आधिकारिक विक्रेताबाट सोझै खरिद गर्न सकिन्छ। यो विधि बहुवर्षीय ठेक्का र ठुला आयोजनामा लागू हुँदैन। यस्तो विधिमा बोलपत्र जमानत आवश्यक पर्दैन र सोझै उत्पादकको मूल्य सूची क्याटलग अनुसार प्रतिस्पर्धा गराई खरिद गर्ने गरिन्छ। यो विधि तोकिएको रकमको सीमाभित्र मात्र प्रयोग गर्न मिल्छ। सीमा नागेमा बोलपत्रको विधि अपनाउनु पर्दछ। त्यस्तै 8 नम्बरमा रहेको छ उत्पादक कम्पनीले तय गरेको मालसामानको बिक्री मूल्यमा प्रतिस्पर्धा गराउने विधि। यो बिक्री मूल्य सम्बन्धित आधारमा तय गरेका बिक्री मूल्य सम्बन्धित कम्पनीको वेबसाइट, कागजात, ब्रोसरमा सार्वजनिक गरेपछि समान स्तरको मालसामान उत्पादन गर्ने कम्पनीले तोकेको मूल्यमा प्रतिस्पर्धा गराउनु पर्दछ। त्यस्तै 9 नम्बरमा रहेको छ सीमित बोलपत्र लिमिटेड टेन्डरिङ विधि। सार्वजनिक निकायले सीमित मात्रामा उपलब्ध भएको वा हुने कुनै मालसामान निर्माण कार्य वा परामर्श सेवा वा अन्य सेवा खरिद गर्नु परेमा यस्तो प्रकृतिको आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, सेवा प्रदायकहरू 3 वा सोभन्दा कम सङ्ख्यामा उपलब्ध भएको अवस्था यकिन गरी त्यस्ता आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता र सेवा प्रदायक बीच प्रतिस्पर्धा हुने गरी 15 दिनको बोलपत्र आह्वानको सूचनाको माध्यमद्वारा
बोलपत्र प्रस्ताव माग गरी खरिद गर्न सकिन्छ यो विधिमा। त्यस्तै अर्को रहेको छ बाइब्याक मेथड, नयाँ लिने पुरानो दिने। सार्वजनिक खरिद निकाय 2064 नियम 31 घसँग सम्बन्धित रहेको छ यो। सार्वजनिक निकायले आफ्नो स्वामित्वमा रहेको कुनै सवारी साधन, औजार, मेसिनरी, उपकरण, यन्त्र, रासायनिक मल, पिसादी यस्तै प्रकृतिका अन्य मालसामानको उत्पादक कम्पनीले तोकेको वारेन्टी ग्यारेन्टीको समय सीमा अवधि पुरा भएपछि मर्मत सम्हार गरी सञ्चालनमा ल्याउँदा लागत प्रभावकारी नहुने र त्यस्तो उत्पादक कम्पनीले तोकेको मापदण्ड अनुरूपको परिणाम नदिने वा पुनः प्रयोग गर्न नमिल्ने वा औचित्यहीन हुने र त्यस्तो मालसामान जनस्वास्थ्य र वातावरणीय दृष्टिले भण्डारण गरिराख्ने वा लिलाम गर्न समेत उपयुक्त नहुने अवस्था भएमा यस्तो अवस्थामा यकिन गरी पुरानो मालसामान सम्बन्धित उत्पादक वा आधिकारिक विक्रेता आपूर्तिकर्तालाई फिर्ता दिई सोही प्रकृति नयाँ मालसामान सोही उत्पादक आधिकारिक विक्रेता आपूर्तिकर्ताबाट सट्टापट्टा गर्न सकिन्छ यो विधिमा। परामर्श सेवा खरिद, यसको सीमा वर्षभरिमा 5 लाखसम्म रहेको छ। सम्बन्धित सार्वजनिक निकायबाट उपलब्ध जनशक्तिबाट कुनै काम हुन नसकेमा परामर्श सेवाको माध्यम अपनाउने गरिन्छ। यसका दुईवटा विधि रहेका छन्। एकमा प्रतिस्पर्धात्मक प्रस्ताव माग गरी, अर्को रहेको छ सोझै वार्ताबाट। सार्वजनिक निकायले सार्वजनिक खरिद नियमावली 2064 को नियम 7 मा सार्वजनिक निकायले वार्षिक 10 करोड रुपियाँभन्दा बढी रकमको खरिद गर्नुपर्दा भने खरिदको वार्षिक खरिद योजना तयार गर्नुपर्दछ भनेर सार्वजनिक खरिद ऐन तथा नियमावलीमा यस सम्बन्धी व्यवस्था रहेको छ। हस्त साथीहरू, यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्यो? यहाँहरूले प्रो सुजन युट्युब च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।